नमस्ते दर्शकबिन, आज दोस्रो दिन हो। स्वागत छ मेरो नयाँ भिडियोमा। 3 दिन लाग्ने हो खासमा, माथि चढ्दा मात्र। अब हिँड्दैछौँ। यहाँनिर पुजारी बस्नु भएको थियो, त्यहाँबाट पनि निस्कन्छौँ। अब यहाँ भेडा राखेका छन् पारनमा, आउँदैछन् पछाडि अगाडि। अझै आज एक दिनको छ, भोलि पर्सि भोलिको अझै राम्रो आउनेछ। दिमानिका माताको दर्शन गर्न हामी सबैले पाउनेछौँ। अहिले हामी ध्वजा लाइने नजिकै पुगेका छौँ। पुरा पारण पुरा भएको छैन। बिहान 6:30 बजी हिँडेका थियौँ, 9 बजी थाल्यो। पारण पुरा भएको छैन। यहाँबाट पाइनेछ भन्ने कुरा सुनेका छौँ। दिनभरिको यात्रा हो, हिँडेरै भोलि बढीमालिका पुग्नेछौँ। तीन घन्टा पछाडि पाइनाबाट भयो। फेरि बस बस्नुहुन्छ, कहाँसम्म गइन्छ। जय जय जानकी वल्लभ राम की जय सीतानाथ राम की जय श्याम पर्ण राम की जय श्याम सुंदर भगवान की जय दया के सागर भगवान की जय। हामी सबैलाई के दिनु पर्यो भगवानले? सुख शान्ति दिनु पर्यो। सद्बुद्धि, सद्बुद्धि, सद्विचार, सद्भाव, विनम्रता। म बोलेपछि तपाईहरु सबै हुनु पर्यो, त्यसलाई भन्छ विनम्रता। हे भगवान, हे जगदीश्वरी मा, हामीलाई सबैलाई त्यही दिनुहोस्। जहाँ सद्बुद्धि हुन्छ त्यहाँ सद्विचार आउँछ, जहाँ सद्विचार हुन्छ त्यहाँ सद्मार्गको आगमन हुन्छ। सक्नुहुन्छ भने आँसु दिनुहोस्, चुडा होइन, डोरी होइन। मालाई पुकारी गर्नुहोस्। मा, हामी अनाथ छौँ, सबैले छोडेर गए। कहिले भाइ आफ्नो भयो भाइ छोड्छ, बहिनी आफ्नो भाइ बहिनी छोड्छे, नाता गोता इष्ट मित्र मामा बान्जा आज 4 दिनको स्वार्थ लिन्छन्। आज तपाईँहरू किन आउनुभएको छ यहाँ? माको भरोसा गरेर माबाट केही लिन आउनुभएको छ। तपाईँले आफूलाई स्वयं अनाथ महसुस गर्नुभएको छ। हे अनाथ हौ के नाथ, हामी सबैलाई कल्याण गर। तपाईँको साथमा अहिलेसम्म को रह्यो? तपाईँका बाजे रहेनन्, बा रहेनन्, बजै रहेनन्, आमा रहेनन्, सासू रहेनन्, सानीमा रहेनन्। अनन्त समयसम्म रहनेवाला मालिक कोही हो, उसको स्मरण गर्नुहोस्, तपाईँ कहिल्यै दुःखी हुँदैन। श्री रामचन्द्र भगवान की जय कटकटवासी राम की जय अन्तर्यामी महाजगदम्बा माता की जय। रक्षा करो। लो भन्नुहोस् त, रक्षा करो, रक्षा करो। रक्षा गृह हे अनाथौ की नाथ माता, जय। सधैँ हाम्रो हृदयमा बस्नुहोस्। सद्बुद्धि भन्नुहोस्, भन्नुहोस्, सद्बुद्धि, सद्विचार, सद्भाव, सद्भाव दिनु होला हे मेरी माँ। दिनु होला हे मेरी माँ। नाङ्गै भोकै लौरी टेकेर यस्तो चिसो सहेर आउनु भएको छ। गलत कुरा नमाग्नु, मात्र सद्बुद्धि माग्नु। सद्बुद्धिभित्र सद्विचार आउँछ, सद्विचारमा भन्दा अरू के आउँछ र? उहाँहरू चाहिँ यो कालीकोटको रोड आउनु भएको रहेछ। यो रोडबाट पनि धेरै मान्छे आउनु गर्नुहुन्छ। यो सबैजना उहाँबाटै आउनु भएको हो।
यो डाँडाभन्दा परि बसेको छु त्रिवेणी भन्ने ठाउँमा। डाँडा पऱ्यो बिहान फेरि निस्केको छु। आज 2 दिनको यात्रा हो। यहाँबाट हामी पूजा गरेर त्रिवेणी जानेछौँ। यदि तपाईँहरू पहिलोपटक या नयाँ आउँदै हुनुहुन्छ भने यहाँ होटलको व्यवस्था पनि हुन्छ। तपाईँ टेन्ट सबै पाल जे बोक्नुहुन्छ आफै बोकेर आउनुपर्ने हुन्छ। यो चाहिँ त्रिवेणीमा हो। त्यो चाहिँ सानो ढुङ्गालाई चिनेर माथिसम्म लिएपछि आफ्नो मनोकाङ्क्षा पुरा हुन्छ भन्ने मनोकामना छ। फेरि पनि स्वागत छ। आज 3 दिनको यात्रा हो। माथि बडीमालिका चढ्दैछौँ त्रिवेणीबाट। बिहान 5 बजे हिँडेको त्रिवेणीबाट बडीमालिका जाँदैछौँ। अब माथि के कस्तो हुन्छ मजाले हेर्दै गर्नु होला। हामीले जस्तै तपाईँहरूले पनि बस्नु। र काँधको रुटबाट 7 जनाको टिम आएको थियो। अहिलेसम्म हामी छुटेको छैनौँ। जे होस् अहिलेसम्म राम्रैसँग यहाँ पुगेका छौँ। त्रिवेणीबाट माथि चढ्दाखेरि ट्याक्क यहाँ तलबाट बर्मागेर माथि जानुपर्छ भन्ने भन्नुहुन्थ्यो। यहाँबाट कसरी यो ढुङ्गा चिनेको छ त्यसरी तल हिजो गरेको थियौँ। त्यसरी यहाँबाट फेरि माथि जानेछौँ। गुड ल अब बडीमालिका माइको हामी नजिकै पुगिसकेका छौँ। यो सबभन्दा टपमा रहेको डाँडामा हो। यहाँबाट फेरि हल्का उकालो चढेर फेरि ओह्रालो झरेर माथि उकालो चढ्नुपर्ने हुन्छ।